आउँदो फागुन 21 को प्रतिनिधि सभा निर्वाचनको दोलखाको उम्मेदवार उज्यालो नेपालको उम्मेदवार हाम्रो निमा दोर्जे लामाज्यूसँग छोटो कुराकानी गरिरहेछु। स्वागत छ यहाँलाई। धन्यवाद, नमस्कार। दोलखा जिल्लाबाट उज्यालो नेपालबाट चुनाव लड्दै गर्दा के छ दोलखा जनतालाई तपाईँले दिन सक्ने तपाईँको भिजन एजेन्डा के छ दोलखाको लागि? एकदम भिजन एजेन्डा एकदमै क्लियर छ, हामीसँग स्पष्ट छ। हामीसँग भनेको देश र जनताको लागि काम गरेर एकदम टेस्टेड, अलरेडी टेस्टेड हाम्रो केन्द्रीय अध्यक्ष कुलमान घिसिङज्यू हुनुहुन्छ। उहाँको एजेन्डा भिजन एकदमै देश राष्ट्र निर्माणको लागि एकदमै उहाँ अग्रसर भूमिकामा उहाँले देश र जनताको लागि यो उहाँले अलरेडी जनता र प्रुफ गरिसकेको अवस्था छ। जसरी मलाई चाहिँ दोलखा जिल्लाको हकमा उहाँले मलाई एज अ प्रतिनिधिको रूपमा पठाउनु भएको छ। यो दोलखा जिल्ला चाहिँ आफैमा पनि ऊर्जा क्षेत्रमा एकदमै सम्भावित भएको क्षेत्र भएको कारणले गर्दाखेरि मेरो प्रतिनिधि सभाको सदस्यको रूपमा चाहिँ मेरो उम्मेदवारी रहेको छ। दोलखावासीलाई के भनेर आह्वान गर्नुहुन्छ? आम दोलखावासीहरूलाई के भन्न चाहन्छु भने अब नयाँ भन्दाखेरि अर्कै कुराहरूको अर्कै विभिन्न नयाँहरू पनि निस्किनु भएको छ। तर स्पष्ट रूपमा जेनजी आन्दोलन पश्चातको नयाँ भन्ने चाहिँ एउटा मात्रै यो नयाँ हो कि उज्यालो नेपाल पार्टी जुन हाम्रो केन्द्रीय अध्यक्ष कुलमान घिसिङज्यूको पार्टी छ, यो मात्रै वान एन्ड ओन्ली नयाँ पार्टी हो, नयाँ नेतृत्व हो, देश र जनताको लागि काम गर्ने र देखाएको प्रुभड पार्टी हो भन्न चाहन्छु। धन्यवाद।